हेलो गाइस नमस्ते नमस्ते ए लिल्लु मत रो हामी चाहिँ कोदो काट्न आउँदै आएको है कहाँ आएको रे हरका चौरा चाहिँ हरियो चौरा चाहिँ कोदो हर्रा काट्न चौरमा आएको के पाइन्छ अनि हरियो चौरा कोदो काट्न आएको कोदो चाहिँ हरियो हरियो छ सबै पाकेकै छैन क्या जोक मारा भाई मजा आ गया भाई मजा आ गया ये कोदो काट्न लामै हर्रा चौरा अनि हजुरले के एक्सपेक्ट गर्नुहुन्छ हामीबाट सरी हर्रा चौरबाट हर्रा चौर ओइ कस्तो राम्रो देखेको गरौँ म हाम्रो अनुसार बाल्टी बोकेर उहाँ पुग्छु रित्त बाल्टी ढल्काउँदै ढल्काउँदै नाच्दै नाच्दै हिँडेकी छ मलाई थैलो बोकाइचे मलाई यत्रो ठुलो बढे थैलो बोकाएर रित्ते रित्ते हिँडिचे थैलो बोकेर हिँडिरहेको छु कोदो काटेर हामीले चाहिँ कोदो काटेको मम्मीले हामीलाई कोदो काट्न पठाउनु भएको जान नलाएर थैलो यति हो गाइज थैलो मैले थैलो बोकेको छैन थैलाले चाहिँ मलाई बोकिन्छ अब हामीलाई घर पुग्दाखेरि लखेट्न बेर छैन के काटेको यत्रो कोदो त्यत्रो काट्न पठाएर मैले त्यत्रो बेर भात पकाउने तिमीले यति कोदो काट्ने भन्नु मम्मीले नपाउन भने गाह्रो छ तू झूठ बोल रहा है तू झूठ बोल रहा है तू झूठ बोल रहा है हामी चाहिँ घर जाँदैछौँ कहाँ यो हुन्छ हामी वनको बिचमा रे अब यहाँ बाघ पनि आउन सक्छ है क्या जोक मारा भाई मजा आ गया भाई साँझ पर्न लाग्यो हामी बाँसगारीको बिचमा छौँ अरे यसले भने के हो मैले होइन यसले भने कि है बाँसगारीको बिचमा छौँ अरे हामी कहाँ बाँसगारीको छेउमा भन्न यहाँ बाँसगारी छ गाइज क्या जोक मारा भाई त्यसै भन्दै रहेछ यसले बोल्न पायो भने चाहिँ पनि बोल्छेस् यहाँ पानी छ हाम्रो खोला यहाँ बर्खाको बेलामा एकदम ठुलो खोला हुन्छ अहिले चाहिँ छैन खासै यो अनुसारले बगाएर नि उहाँ तल उहाँसम्म पुग्छ त अनि मैले छोपेर लिएर आएको यो कुरा नि बगियो यति छुचुम्री जति चाहिँ अनि त्यो बाँसको त जरो साँचेर बचेकी रे त्यही पनि बाँची होइन धन्य भगवान हामी सविताको घर आइयो यो सविताको गाई सविताको भैँसी यो सविताको आमाको घर सुन्तला फलिन्छन् बुटा
यहाँ भाले फुल छ यहाँ कुकुर फुल छ यहाँ अनिसा छ हिँडिरहेको छ अगाडि अगाडि खुइ 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 परेर त्यहाँ सविताकी मम्मी हुनुहुन्छ यहाँ सविताको हजुरबा हुनुहुन्छ हामी चाहिँ हिँड्ने अब यहाँ राम्रो फुल छन् के छन् बाटो देखाइदेऊ त सविताकी हजुरआमा आउनुहुन्छ ए फुलबारी यहाँ देखिन जुमै भएन यहीँबाटै फुलबारी देखाइदिनु भन्नुभएको जुमै भएन यहाँबाट यहाँ पनि छन् अलिअलि फुल त हाम्रो अनुसार पैसा कि दौडिँदै मेहु बाहुबली लएर कहाँ गई Introduce my aunt's home. Aunts. AUNTY के हुन्छ aunts. Start करो यहाँ चाहिँ यस्तो राम्रो छ हैन बाटो भन्दा राम्री अनिसा छ हाम्रो बाँसला र पिङ गराइछन् कहाँ रे जुमै भन है ओए देखिएन यहाँबाट त लौ जा मेरो ब्याइजेत पाऊ यहाँ चाहिँ हाम्रो सीता भाउजूको घर छ ऊ त्यहाँ पाठा दौडेका छन् दुईटा आऊ सीता भाउजूले के गर्दै हुनुहुन्छ त्यहाँ ऊ कहाँ लुक्नु भयो त नि ल मान्छे त गायब हामी अब घर आउन लाग्यो कति मिनट छ घर आउन अब हाम्रो घर आउनु 2 मिनटमा पुग्छ अब घर यहाँ चाहिँ हाम्रो गाउँ हो यो हाम्रो तिहार अझै सक्या छैन झिलिमिली बल्दैछ त्यो एउटा को मान्छे एकदम त्यो अनुसारले भनेको थियो मेरोमा खतरा हान्थ्यो फेरि भिडियो कता आइस आइछ ए हामी ठुमामको घर नेर आइयो हामी ठुमामले यहाँ लसुन लाउनु भयो भर्खरै ए हामी ठुमामको घर राम्रो छ हाम्रो भाइ बहिनीहरू त्यहाँ खेलिरहेछन् हाम्रो ठुमामी हाम्रो केटारीहरू पिङ खेल्दैछन् हेलो भन हेलो यहाँ ठुमामीले यत्रो मिहिनेत गरेर केराउला र यिनीहरूले पिङ खेलेर यहाँ यस्तो गराइदिए यिनीहरूलाई के भन्ने अब मैले हाल्दिन फेरि पिङले ए हाम्रो माइली भाउजूको घर आयो यहाँ माथि चाहिँ हाम्रो जोनीको घर छ अब हामी घर पुग्न लाग्यो यहाँ हाम्रो माइली भाउजूको घर हेलो माइली भाउजू माइली भाउजू त्यहाँ हुनुहुन्छ हेलो भन्नु हाई गर्नु कसरी भन्नु न ल हाम्रो माइली भाउजूले हाई भन्नुभयो यहाँ फुल छ कसले भएको छ यहाँको फुल ए हाम्रो पनि फुल छ यहाँ आयो हाम्रो घर आयो हाम्रो मम्मी यहाँ हुनुहुन्छ है मम्मी हेलो मम्मी हेलो हाम्रो मम्मीले केही नि गर्नु छैन ढोका नि खोल्नु छैन भनेपछि अब केही गर्नु छैन गाली गर्नुहुन्छ हानेको त यस्तै हाम्रो मम्मी त हामी आएका धेरै काम गर्यौँ त यहाँ ए हाम्रो घर हाम्रो मम्मीले बाख्रा उल्नु होला त एउटा
होइन यहाँ बाख्रो छैन भने चाहिँ बाख्रो हुनु अरू केही काम गर्नु भएन। खत्म हो गया भैया मैटर।